स्वागत छ हाम्रो संसारमा। डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब। साथीहरु, तिमीलाई एउटा कुरा थाहा छ? के हो? अस्तिकै रोशनलाई भेट्न गएको थियौँ त हामी। त्यो बेला के रोशनीको आमा चाहिँ राम्रो हुनुहुँदो रहेछ, रोशनीको दिदी चाहिँ कस्तो फटा हुनुहुँदो रहेछ, कस्तो खालको लाग्यो नि रोशनीलाई। हो कि होइन साथी? हो कि होइन रोशनी? खै के हो के, म त आफ्नो घरको कुरा बुझ्न सकिनँ। एउटा सीतालाई पनि बोला, म अलिअलि कुरा सीतालाई पनि थाहा होला नि। सीता! हजुर, आउँदैछु। साथीहरु पो रहेछन्। आयो सीता, के भन्नु एउटा कुरा थियो कि रोशनीको अस्ति भेट्न गएको तिमीलाई कुरा थाहा छ एउटा? अस्ति हामी गएको थियौँ, रोशनीको आमा चाहिँ ठिकै हुनुहुँदो रहेछ, रोशनीको दिदी चाहिँ कस्तो छुच्चो हुनुहुँदो रहेछ। तिमीले थाहा पाएनौ? तिमी गएको थिएनौ होइन? सीता सीता त्यो घाँस देऊ न मलाई। तिम्रो घर त कसैले गाल गर्दैन, मेरो घर त दिदीले कस्तो गाल गर्नुहुन्छ। त्यसो भए लैजाउँ न त। हुन्छ। लखेला के तिमीले घाँस कहाँबाट चोरेर ल्याऊ ह? तिम्रो घर जाने कि लट्ठले हानु ह? न दिदी, हामीले आफ्नै बारीबाट काटेको हो। ल ल, अब हामी पनि घर जान्छौँ। रोशनी, डोगो लगेर जाऊ है तिमी पनि। ल ल हुन्छ सीता, म भोलि बिहान नै आएर तिम्रो घर राखिदिन्छु डोगो। हुन्छ। लौ बोका। आया कस्तो थोरै लाग्यो के। लौ लौ म्या ल ल ल ल। ल ल घाँस त ल्याले, अब त्यो छुच्ची दिदीले के काम गरेर पनि। आएगी त नानी, आएगी घाँसबाट आएगी। दिदी आएकी, तिमी पनि पिन्न लाएकी, बाख्रामै घाँस हालिदिन्छु। ए अब मुस्तुक जो, आमालाई भोक लाग्यो होला, खाना पकाइदे। मलाई पनि कस्तो भोक लागेको छ बाहा है, त्यही गर नानी। हुन्छ। नानी आएगी त। खै अल्ता त सर्नु त आमा। कति सानोलाई मात्र काममा रहन्छ, आफू पनि गर्न। तँ पनि त ठुली भइगी हे। गर्छु के गर्छु, कतिको नहुसला गरा।